आजको यस्तो भिडियो बनाउनुको मेन रिजन चाहिँ हैन अब अहिले चाहिँ सबजना यस्तो प्रब्लममा छ न्यू स्टुडेन्टहरु हैन त्यही भएर सिनियर्सहरुले चाहिँ सकेसम्म हेल्प गर्दिउँ भनेर हो हैन अब आफू त्यो अब स्कुलबाट ग्रेजुएट भइसके पनि अब नयाँ स्टुडेन्टहरु आको त थाहा हुन्छ नि त आफ्नो पहिला पढेको स्कुलमा न्युङ गएकोहरुमा अब नजिक नजिक छ भने चाहिँ यसो गएर हैन यसो गफसफ गर्दिएर कामसाम मिलाइदिने ट्राई गर्ने हैन अब कामै मिलाइदिनु पर्छ भन्ने छैन गएर बैंक एकाउन्टहरु खोल्दिने हैन उनीहरुसँग कतै लगिदिने त्यसो गरे भने लास्टै हेल्प हुन्छ के रुममा गएर बोल्दै भने मात्र नि यस्तो राम्रो हुन्छ है पहिला पहिला हाम्रो नि हप्तामा एक दिन आउँथे बेलुकातिर हैन त्यो सेनपाई दाइहरु क्या खुसी लाग्ने के आमा पुरै उनै आए जस्तो के भन्छ पुरा हामीलाई हेल्प गर्नको लागि गार्डियन्सै आए जस्तो फिल हुने के त्यही भएर नयाँ नयाँहरुलाई हेल्प गर्दिनै पर्यो नत्र फेरि डिप्रेस्ड हुनुहुन्छ सबजना कहाँ मन एउटै हुन्छ र हैन कोही त एकदम डिप्रेसनमा जानी हुन्छ सबजना लोनमा आएको होला पैसा तिर्नलाई त्यहाँ ब्याज बढिरहेको घरको टेन्सन सय थरी हुन्छ त्यही भएर सकेसम्म हेल्प गर्देऊ भन्नलाई चाहिँ मैले आजको भिडियो बनाएको हैन।